नमस्ते साथीहरू, ट्राभल विदारमा तपाईहरु सबैलाई हार्दिक स्वागत छ। आज म तपाईहरुलाई संयुक्त अरब इमिरेट्स UAE को अल आइनमा रहेको एउटा यस्तो सुन्दर ठाउँमा लिएर आएको छु जहाँ मरुभूमिको बीचमा पनि हरियाली, प्राकृतिक सौन्दर्य र हजारौं खजुरका रुखहरूले जो कोहीलाई मोहित बनाउँछन्। म अहिले ग्रीन मुवज्जराको छेउमा रहेको विशाल खजुरको बगैँचा डेट फार्ममा छु। पहिलो पटक यहाँ आउँदा मरुभूमिको बीचमा यति ठुलो, हराभरा र व्यवस्थित बगैँचा देखेर साँच्चै अचम्म लाग्यो। UAE केवल अग्ला भवन र आधुनिक सहरहरूको देश मात्र होइन, यहाँ यस्ता प्राकृतिक र शान्त ठाउँहरू पनि प्रशस्तै छन् भन्ने कुरा यस ठाउँले प्रमाणित गर्छ। अब हामी बिस्तारै बगैँचाभित्र प्रवेश गर्दैछौँ। हेर्नुहोस् साथीहरू, यहाँका खजुरका रुखहरू कति सुन्दर र व्यवस्थित रूपमा लगाइएका छन्। कतै अग्ला र पुराना रुखहरू छन् भने कतै नयाँ बिरुवाहरू पनि हुर्किरहेका छन्। यसले बगैँचाको सुन्दरतालाई अझ आकर्षक बनाएको छ। अहिले यहाँका अधिकांश खजुरहरू पूर्ण रूपमा पाकिसकेका छन् र केही दिनमै टिप्न तयार छन्। सुनौलो, रातो र गाढा खैरो रङका खजुरका झुप्पाहरू हरेक रुखमा लटरम्म झुन्डिएका देख्न सकिन्छ। यस बगैँचाको अर्को विशेषता भनेको यसको शान्त वातावरण हो। चराहरूको मधुर आवाज, रुखहरूको बीचबाट बग्ने हल्का हावा र पाकेका खजुरहरूको प्राकृतिक सुगन्धले यहाँको वातावरणलाई अझ रमाइलो बनाएको छ। सहरको भिडभाडबाट केही समय टाढा बसेर प्रकृतिसँग रमाउन चाहनेहरूका लागि यो ठाउँ साँच्चै स्वर्गभन्दा कम छैन। एउटै रुखमा यति धेरै फल लागेको दृश्य साँच्चै मनमोहक लाग्छ। यति धेरै खजुर एकै ठाउँमा देख्दा प्रकृतिको अद्भुत उपहार जस्तै अनुभव हुन्छ। यदि तपाईँले खजुरको खेती नजिकबाट कहिले देख्नुभएको छैन भने यो ठाउँ तपाईँका लागि अझ विशेष बन्न सक्छ। यहाँ आएर खजुर कसरी फल्छ, कसरी हुर्काइन्छ र कसरी टिप्नका लागि तयार गरिन्छ भन्ने कुरा पनि नजिकबाट अवलोकन गर्न सकिन्छ।
बगैँचाको छेउमै रहेको सुन्दर तालले यस ठाउँको आकर्षणलाई अझ बढाएको छ। तालको सफा पानीमा साना र ठूला धेरै माछाहरू पौडिरहेका देख्न सकिन्छ। उनीहरूको चाल हेर्दै केही समय बिताउँदा मन एकदमै शान्त हुन्छ। यदि तपाईँ बच्चाहरूलाई लिएर आउनु भएको छ भने उनीहरूलाई पनि यो ठाउँ निकै रमाइलो लाग्नेछ। यस ताल वरिपरि बसेर ग्रिन मुबजराका पहाडहरू हेर्दै प्रकृतिको आनन्द लिन सकिन्छ। हरियाली, पहाड, ताल र हजारौं खजुरका रुखहरूको यस्तो सुन्दर संयोजन युएईमा धेरै कम ठाउँमा मात्र देख्न पाइन्छ। यही कारणले अलाइनलाई युएईको गार्डन सिटी पनि भनिन्छ। यस बगैँचामा आउनका लागि यातायातको पनि राम्रो व्यवस्था गरिएको छ। पार्किङको सुविधा सहज रूपमा उपलब्ध छ, त्यसैले आफ्नै गाडी लिएर आउन पनि निकै सजिलो हुन्छ। परिवार, साथीभाइ वा एक्लै घुम्न चाहने सबैका लागि यो ठाउँ उपयुक्त छ। यदि तपाईँ युएईमा बस्नुहुन्छ वा भविष्यमा यहाँ घुम्न आउने योजना बनाउँदै हुनुहुन्छ भने ग्रिन मुबजरा घुम्न आउँदा यो खजुरको बगैँचा पनि आफ्नो यात्रामा अवश्य समावेश गर्नुहोस्। यहाँ बिताएको केही घण्टा तपाईँका लागि सम्झन लायक अनुभव बन्न सक्छ। साथीहरू, आजको यात्रा यतिकै। आशा छ तपाईँहरूलाई यो ठाउँ र आजको भिडियो मन परेको होला। यदि भिडियो मन परेको छ भने लाइक गर्नुहोस्, कमेन्ट गरेर तपाईँको प्रतिक्रिया अवश्य लेख्नुहोस्। यदि तपाईँ पहिलो पटक हाम्रो च्यानलमा आउनुभएको हो भने ट्राभल विथ आरलाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। साथै बेल आइकन पनि थिच्नुहोस् ताकि आगामी यात्रा सम्बन्धी नयाँ भिडियोहरू सबैभन्दा पहिले तपाईँले नै हेर्न सक्नुहोस्। फेरि अर्को नयाँ, सुन्दर र रमाइलो गन्तव्यका साथ भेट्नेछु। तबसम्मका लागि धन्यवाद, नमस्कार।